विजयादशमी तथा बडा दशैंको हार्दिक मङ्गलमय शुभकामना। स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा बडा दशैंको हार्दिक मङ्गलमय शुभकामना। अब टिकाको साइज सुरु हुँदैछ। हाम्रो टिका नभए पनि जसको टिका छ उहाँ टिका लाएर मनाउनु होला, जसको टिका छैन उहाँले खाएर मनाउनु होला। र जथाभावी जाँड रक्सी खाएर या जथाभावी जुवा तास खेलेर खेल्ने काम नगर्नु होला। सिर्फ रमाइलोको लागि खेल्न सकिन्छ। ल अब टिकाको साइज सुरु हुँदैछ। अरू त सबै पुरानै हो, तर अब एउटा चाहिँ नेपालको पुरानो संस्कृति रोटी बनाउने चलन छ। र रोटीमा यो सेलरोटी बहुत पुरानो यो चलन हो, बहुत पहिलेदेखिको चलन हो सेलरोटी। भन्छ श्री आज के हो? आज दसैँ। एकचोटि शुभकामना देऊ त। दसैँको हार्दिक शुभकामना सबैजनाहरूलाई जसले पनि यो भिडियो हेर्छ। यो सेलरोटी हो। यो सेलरोटी राम्रो नभए पनि तर त्यसको कपी छ होइन सेलरोटीहरू। अनि यो टिका भयो, यो जमरा भयो। टिका जमरा, जमराको फोटो कहाँ है? कता हर जमरा फोटो जमरा कतरा भयो थे यसो देखाउनु त। किन खासी राम्रा भएन न है जमरा अहिले? हरकै राम्रै भएन। ए यस्ता भएछन्। ल हेर्नु जमरा केमा राख्नेको यो टपरी यो के तरी। अब यो परिवर्तनसित यो टपरी पनि चेन्ज भएछ। यो प्लास्टिकको टपरी, पहिला त पातको टपरी हो नि त, अहिले त यो टपरी पनि प्लास्टिकको हुन लागेछ। तर केही छैन, काम चल्छ यसले। तर यत्तिको भने जमरा भयो कि हुनै। यस्तोसँग पनि जमरा हुन्छ भनेपछि जमरा यति माटो भएपछि जमरा उम्रिहाल्छन्। ल टिकाको साइज भइहाल्यो। अब टेका लगाउन सुरु गर्नु। शुभम ल रेडी हो? ल तपाईँले टिका लगाइदिनु। भिडियो चलिरहेछ। अगरबत्ती बाल्नु पर्दैन? अच्छा बाल्ने होइन अगरबत्ती त दिया बाल्ने हो। तर चलो नबाल्नु दिया पनि होइन सायद। अब थाहा कसैलाई पनि थाहा छैन दसैँमा के गर्छन् भन्ने। कसैले त्यहाँ कसैले दसैँमा सबै भुलिसकेछ नि। के खोज्न दक्षिणा? छोरी मान्छे कोही पनि छैन कसलाई दक्षिणा दिने हो। सबै छोरा मान्छे खान् हो नि त। अरू के खान् त यहाँ? खाली केही पनि छैन। पहिला त हुन्थ्यो होइन, फेल हुन्थे अनि फेल नै याद तरिका सेल फिनी ठकाने झिलङ्गा के रोटीहरू थियो नि, गुलिया रोटी। अरू के? चलो ल सुरु गर्नु। टिकाको साइज भइसक्यो साथी। टिकाको साइज भइसकेछ। ल सुरु गर्नु अब। ल दसैँको धुनसित न दसैँको टिको। ल तिमी तयारी गरिहाल्नु त। सबै राख्नु अगाडि तिमी आउने ठिकै छ। यसमा ब्याकग्राउन्डको लागि ठिक छ यो। चलो ल सुरु गरिहाल्नु त। यो खोल्नु त। यसमा के छ? यो विदेशीको कपी हो। सरी गाई, हाम्रो नेपालीको त सेलरोटी हो स्पेसल। एकदम सिधा हो। सिधा मनपर्छ। उम्मिने बस्नुपर्छ। त्यस्तो भुले आयो।
बाउ आमाले एउटा मात्र छोरोलाई टीका लगाउँदै अब हामीले लगाइदिन भएन, हाम्रो दुःख छ। ल आमाले छोरालाई विजयादशमीको टीका लगाउँदै, अब यस्तो पनि होइन नि त, दिदीलाई पनि तपाईँ लगाइदिनु होला। शुभम यता हेर त, वाउ जमरा, यसको यति धेरै महत्त्व छ कि टीका र जमराको दक्षिणा दिँदै पहिला त 1 रुपियाँ 2 रुपियाँ दिन्थे केटालाई, हेला गर्थेँ, यतालाई पनि दिनु आज है। ल ल ल अन्त एउटा मात्रै वयस्क जति दिए नि केही हुन्न, धेरै हुन्थ्यो क्या, धेरै भएकोलाई दिन्थेन। अब धेरै छोरा भने पैसा 51 रुपियाँ दिन्थे आशीर्वाद दिँदै बाउले छोरालाई। अनि चढाइदिनु अब। ल ल ल तपाईँलाई थोरै होइन, पुरै निद्रा पनि लाउनु पर्छ त। ल ल ल ठिक छ शुभम, तिमी यस्तो ल ल ल दाजुले दिदीलाई टीका लाउँदै गरेको अवस्था, आशीर्वाद दिनुलाई। जमरा ढोक्ने कार्यक्रम सुरु गरौँ त। अब ढोगेर आशीर्वाद लिने कार्यक्रम भइयो, टीका कार्यक्रम भइयो। अब तपाईँलाई को लगाइदिएको टीका? तपाईँले आफूलाई सुन्नु, तपाईँभन्दा ठुलो कोही नभएपछि टीका लगाइदिने, तपाईँले आफू लिएर आफै थोरै टिको लगाउन सक्नुहुन्छ। आफै लाउनु लाउनु लाउँदै हुनुहुन्छ, लाउँदै हुन्छ, लाउनु लाउनु ल। दुईटा हातले लाउने? नहीं एउटा हातले केही भएन। जमरा लाउनु, जमरा ल ल ल ल ल ल ल ल ल ह्याप्पी दसैँ। कस्तो भयो दसैँ शुभम? रमाइलो रमाइलो भयो। ल 2082 को दसैँको टीका कार्यक्रम भइसकेको छ। अब भेटौँला 2083 मा। ह्याप्पी दसैँ।